बिहान पख 6औं दिन यो अछाम जिल्लाको प्रमुख रूपमा रहेको छ। अनि त्यसपछि यो चाहिँ यहाँको के अरे नेपालका प्रमुख 4वटा धामहरू मध्ये एउटा प्रमुख धामहरूमा रहेको छ। यहाँ यसको बारेमा केही यहाँ गुरुजीले भन्दै हुनुहुन्छ। जप तप होम गरेर अनि शिवलाई प्रसन्न पारेर अतुल बल प्राप्त गरेर शिवलिङ्ग मागेको अवस्था हो। अतुल बल प्राप्तले पाइसकेपछि अतुल बलको घमण्डले असोज अवस्थामा शिवलिङ्ग उठाउन खोज्दा माता पार्वतीलाई रिस उठेर यसलाई अतुल बललाई निश्चित गरी अनि शिवलिङ्ग यहाँ रहेको भन्ने छ। अनि अतुल बल प्रयोग गर्दाखेरि अनि शिवलिङ्ग नउठिसकेपछि रावणले उठाएको 5 मलका पञ्चका घाउहरू पनि शिवलिङ्गमा छन् र माथि दिएको कागमा रावणले चाहिँ पाएको शिवलिङ्गमा खत पनि छ। नउठिसकेपछि रावणले औँलीले दबाएको भन्छन्, कोही चन्द्रहास तरवारले हानेको भन्छन्। एउटा शिवलिङ्ग त्यो छ। यहाँ नेपालमा स्वस्ति नस्तार्क्ष्यो अरिष्ठान्येमिः स्वस्ति न बृहस्पतिर्दधातु भद्रङ्कार। बटुक भाइहरू पढ्दै हुनुहुन्छ। ल हेर्नुहोस् है। ओम भूर्भुवस्सुः श्री नागराजाय नमः। सर्वत्राते गन्धाश्रय पुष्पाणि समर्पयामि। ततः प्रार्थना